Flames को प्रस्तुति। Hello, good morning guys. It's me Kritik. बिर्सिनु त भएन नि अहिले नै। तपाईहरुलाई मलाई थाहा छ तपाईहरुले के भन्ने हुन्छ किनभने मैले भिडियोहरु बनाउन पाइन, भ्लगहरु अपलोड गर्न पाइन किनभने मेरो एक्जाम आइरा थियो र एक्जाम पनि सक्यो र नयाँ भिडियो पनि एकदमै छिटो आउने छ, सकिन आँटिसक्यो हैन। र यो भ्लग चाहिँ कहाँ जान आँटेको भनेर तपाईले थाहा पाइसक्नु होला। हामी चाहिँ जान आँटेको छौं मोस्ताङ मुक्तिनाथ हैन, मुक्तिनाथ मन्दिर। अनि तपाईहरु पनि जान सक्नु भएको छैन भने, परिस्थिति मिलेन भने मसँगै मुक्तिनाथ जानुस् र भगवानको दर्शन गर्नुस्। अब रेडी हुनतिर जाम। हेलो मेरो आउटफिट चाहिँ यो टोपी चाहिँ अहिले जाडो भएर हो। हाफ प्यान्ट हाम्रो गाडी पनि आइसकेको छ। लेट्स गो। लाला मेरो सुटकेस खोस्छु। गइसक्नु भयो? खै हेरेर आउनु। हामी चाहिँ आइसकेका छौँ। हाम्रो गाडी यही हो, यतापट्टि हुन्छ। अनि एकदमै चिसो त छैन तर एकदम भिड छ गाइस। म चाहिँ लास्ट सिटमा बसिरहेको छु। एकदमै अफ रोडी छ बाटो। पूर्व चल्ने हाइट एकदम अफ रोडिङ छ बाटो चाहिँ होइन तपाईँ एकदम यो होला जस्तो लागिरहेको खाना झरिसक्यो, मतलब झर्न आँटिरहेको छ। मेरो ब्याग बेर्नु छ अनि पट्टि ध्यान नदिउँ। म चाहिँ सिटमा बसेर तपाईँ के गाडी चार्जमा राखेर आउने? मेरो मजाले हालौँ। रेड बुल सबै बोक्नु पर्दैन त ब्याग। अनि खाना झरिसक्यो। गाइस हामी खाना खाने ठाउँमा आएको छौँ। कपालपट्टिको जाडो छ। यहाँ हेर्न सक्नुहुन्छ त्रिशुली। होइन खाजासाजा पनि सरी खानासाना पनि खायो। अहिले लगभग 10:30-11 बज्दैछ। अनि हामी अब मुगलिङ आउन आँट्यौँ। बाहिर हेर्न सक्नुहुन्छ राम्रो पहाडहरूको भ्यू छ होइन। अब हेर्दै जानुहोस् हामी कहाँ जान्छौँ र के गर्छौँ। हामी हिँड्यौँ यहाँबाट। नेपाल चाहिँ विकास गर्दैछ है गाइस। सलल्ल पिन्छ बाटो। डबल लेन ग्वारको जाने बाटो। सरी गोर्खा अब पोखरामा हामीले खाइसक्यौँ। अनि हामी त बेनी हो नि त हाम्रो दाजुको ट्रिप। बेनीसम्म पुग्ने अनि देवानको टार्गेट। पोखरा चाहिँ हामी फर्किँदा हुन्छौँ। अनि मेरो हातमा छ अब खाने एनर्जी ड्रिङ्क होइन। एकदम नै गर्मी छ पोखरामा। हजुर पोखरा क्षेत्रमा आउनुहुन्छ भने एकदम नै गर्मी होला, तपाईँलाई पनि थाहा छ। यो खाएर आफ्नो जिउमा एनर्जी ल्याउनु किनभने बाटोको हालत कता लान्छ। ओके अब म बेनी पुगेपछि तपाईँहरूसँग मिल्नेछु। लेट्स गो।
हामी चाहिँ यहाँनिर खै कहाँ आएको मलाई पनि थाहा भएन मतलब झुलुङ्गे पुल चढ्नमा गएको बट यस्तो पार्क छ अहिले यो चाहिँ हामी काली गण्डकी लेट्स गो उयो हराउनु होला नि ठुलो मम्मी मेला पनि लागिरहेको है गाइज आज चाहिँ चैते दसैँ हो नि त हामी चैते दसैँको दिन गएको छ हेर्नुहोस् झुलुङ्गे पुल हेर्न सक्नुहुन्छ खिच्तीले एउटैबाट भइहाल्छ कति डराउनु भएको आमा चाहिँ यताको साइडबाट एकदमै हलिरहेछ ब्रिज मैले समातेरै बस्नु परिरहेछ किनभने एकदमै लिरिक्री म त डर लाग्यो गइ नै यहाँ हामी चाहिँ होटेल आइसक्यो के मान्दो यति होटेल हामी चाहिँ आज बेनीको मतलब बसिरहेछौँ हाम्रो गाडी चाहिँ यही हो कहाँ गरे ठुलो मम्मी हामी के भयो बेनी हौ बेनी बजार आइपुग्यौँ बेनी होटल ओके गाइस हामीले होटेलको रुम पनि पाइसक्यौँ एकदमै राम्रो छ अनि यहाँ देखाउँदैन भित्र मान्छे हुनुहुन्छ अनि हामी यहाँ 3 जना सुत्ने हो नि त म बुवा अनि आमा अनि माथि हुनुहुन्छ मामुहरू अनि त्यसपछि हुनुहुन्छ यता ठुलो बाटोको मम्मीहरू यही है गाइस हाम्रो होटेल चाहिँ यति होटेल हो तपाईँ आउन सक्नुहुन्छ नट स्पोन्सर्ड ओन्ली मेरो तर्फबाट ओके रेडी भइसक्यो खाना खानलाई आएको यस्तो छ मौसम हामी बस्ने है गाइज होटेल यो होटेल हो तपाईँ आउन सक्नुहुन्छ यो मेरो मात्र ओपिनियन हो है गाइज गुड मर्निङ गाइज अनि गुड मर्निङ चाहिँ बसिरहेको छ डे 2 को बट मेरो डे 1 को लागि चाहिँ म एकदमै थाकेको थिएँ अनि सुतिहालेँ त्यो भ्लग चाहिँ अहिले यो यहाँबाट म एन्ड गर्छु अब न्यू भ्लग स्टार्ट